नमस्कार। यति बेला मुलुक गम्भीर अवस्थाबाट अगाडि बढिरहेको छ। मुलुकमा राजनीतिक कोर्स कुन ढङ्गबाट जान्छ भनेर अहिले मान्छेले यसै भन्न सक्ने अवस्था छैन। यही सेरोफेरोमा आज हामी पिपुल फोर्स नेपालका नेता जीवेन्द्र नीलगगनसँग छौँ। उहाँसँग पिपुल फोर्स नेपालको गतिविधि, मुलुकको अहिलेको राजनीतिक अवस्था लगायतका विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ जीवेन्द्र सर तपाईँलाई अलगपट.com मा। नमस्कार, धन्यवाद छ तपाईँलाई पनि। आरामै हुनुहुन्छ? आरामै छु। अनि यति बेला पिपुल फोर्स नेपाल के गर्दैछ? अहिले देशको विषम परिस्थिति जुन निर्माण भइरहेको छ, यो चाहिँ युवाहरूलाई राजनीतिमा जुन रूपमा चाहिँ बुढापाका जो नेतृत्वले चाहिँ छेकेको कारणले गर्दा आज युवा नेतृत्व नभएपछि देशमा चाहिँ जुन कायपटल युवा शक्तिले गर्नुपर्ने जुन चाहिँ विकास निर्माणहरू ऊर्जाहरूदेखि हरेक क्षेत्रमा युवाहरूको महत्त्वपूर्ण भूमिका छ। युवाहरूलाई बाइपास गरेको कारणले यो अझ पनि टसडस भइरहेको छ। हाम्रो पिपुल फोर्स नेपाल चाहिँ सम्पूर्ण युवाहरूलाई अब सिप सिकाएर हुन्छ कि उनीहरूलाई व्यावसायिक शिक्षा दिएर हुन्छ कि मूल राजनीतिक नेतृत्वमा चाहिँ ल्याउनुपर्छ भनेर पिपुल फोर्स देशभरि लागिरहेका छौँ। यो पिपुल फोर्स नेपाल चाहिँ शोषित पीडित श्रमजीवी जनताको रक्षाको निम्ति यो चाहिँ स्थापना भएको फोर्स हो भनेर हामीले सुन्दै आएका हौँ, बुझ्दै आएका हौँ होइन। र पिपुल फोर्स तपाईँहरूले पनि भन्दै आउनु भएको हो होइन। फेरि यही बिचमा कता कता यो पिपुल फोर्स नेपाल चाहिँ कतै कुनै दलसँग एकता भयो, यो विघटन भयो भन्ने पनि सुनिन्छ नि। यस बारेमा के हो बताइदिनुहोस् न। यो पिपुल फोर्स नेपाल चाहिँ हाम्रो सर्दै अध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका सर्दै अध्यक्ष ऋषि कटेलको जो योजनामा साँच्चै श्रमजीवी वर्गहरू जो गरी खाने मजदुरहरूको लागि चाहिँ भोलि पुँजीवादहरूले चाहिँ सत्ता लिइसकेपछि पनि त्यहाँ सुरक्षा गर्न सकेन भने यो सत्ताको रक्षा गर्नको लागि श्रमजीवीहरूको मजदुरहरूको जुन रूपमा चाहिँ हामीले भनिरहेको क्रान्तिकारी समाजवाद, सबै समानता, शोषण अन्त्यको लागि चाहिँ एउटा महत्त्वपूर्ण सेना भएकोले गर्दा यो कहीँ कतै हुँदैन। हामी जनताको पक्षमै छौँ, समानताकै पक्षमा छौँ र अगाडि बढिरहेको छ। भनेको तपाईँले पुँजीवादी भन्नुभयो। यो तपाईँले भनेको पुँजीवादी भनेको भोलि जुन नेपाल कम्युनिस्ट पार्टीले जुन नयाँ जनवादी क्रान्तिको कुरा गरिरहेको छ, त्यो नयाँ जनवादी क्रान्ति पछाडिको व्यवस्थाको कुरा गर्नुभएको के हो? त्यो नयाँ जनवादी व्यवस्था पछिका तपाईँले जुन भनिरहनु भएको छ सही कुरा त्यही हो। अहिलेको दलाल पुँजीवादी व्यवस्थाले गर्दा चाहिँ तपाईँको सबै पुँजीवादीहरू अहिले पलायन छ। पराधीन सत्तामा बसिरहेका दलालहरूले गर्दाखेरि आज कयौँ स्वदेशी पुँजीवादीहरू आत्महत्या गरेर मरिरहेको अवस्था छ। तपाईँ हामीले मिडियाहरू सबैमा थाहा पाइरहेका छौँ। त्यसैले अबको व्यवस्था हामीले के भनिरहेका छौँ भने सामूहिक र औद्योगिकरण। यो देशमा साँच्चै केही युवाहरूलाई चाहिँ विदेशमा पलायन गरेर यो देशलाई चाहिँ अहिले देशलाई चाहिँ विघटन, देशलाई चाहिँ एकदम लथालिङ्ग पारिरहेको अवस्थामा युवाहरूलाई स्वदेशमै रोजगारी सिप सिकाएर कृषि उत्पादनमा लगाएर युवाहरूलाई व्यवसाय सिप मुलुक तालिम दिएर चाहिँ जुन रूपमा चाहिँ हामीले समावेशी समानता भएको जुन पुँजीवादी औद्योगिकरणहरू खानेहरू नेपालमै रक्षाको लागि पनि हाम्रो पिपुल फोर्स नेपाल अगाडि बढ्छ। यसमा हामी अगाडि छौँ। भनेपछि यो पिपुल फोर्स नेपाल चाहिँ अर्को कुनै पार्टीसँग मर्ज भएको र यो विघटन भएको भन्ने जुन हल्ला छ, यसमा सत्यता छैन। पिपुल फोर्स नेपाल अहिले पनि हामी नेपाल कम्युनिस्ट पार्टी सदर ऋषि कटेल अध्यक्ष भएको पार्टीमै हामी छौँ। देशभरिका कार्यकर्ताहरू लामबद्ध भएर युवा शक्तिहरूले चाहिँ
युवा शक्तिहरूका अब बौद्धिक वर्गहरूले बौद्धिक रूपमा चाहिँ देशलाई कसरी चाहिँ उत्पादन गर्नुपर्छ, कसरी चाहिँ ऊर्जा उज्यालो छर्नुपर्छ भनेर बौद्धिक स्टाइलले अब शासन व्यवस्थामा कसरी अब कानुन बनाउनुपर्छ युवाहरूको हक हितको लागि भनेर लागिरहेको छ। बस छलफल गरिरहेछ र शोषण र उत्पीडित भएको ठाउँमा अब जो चाहिँ युवाहरूलाई चाहिँ दबाव गरेको ठाउँमा चाहिँ युवाहरूले भ्रष्टाचारीहरू अब विकृति जो ल्याइरहेछन्, युवाहरूलाई चाहिँ जुन रूपमा चाहिँ लागु पदार्थहरू खुवाउने जुन त्यस्तोको रोक्नको लागि पनि हाम्रो पिपुल फर्स्ट नेपाल चाहिँ लामबद्ध भएर एकबद्ध भएर हामी नेपाल कम्युनिस्ट पार्टीसँग रहेर काम गरिरहेका छौँ। भनेपछि तपाईँहरू अहिले समाजमा भइरहेका व्यथिति विकृतिका विरुद्ध लडिरहनु भएको छ। सही कुरा तपाईँले भन्नुभयो। जुन रूपमा हामीले अब यहाँ समाजमा वातावरणको लागि पनि युवा शक्तिहरूले अब वृक्षारोपण कार्यक्रमहरूदेखि लिएर होइन, अब त्यस्तै गरी नेपालमा भएका विभिन्न कालाबजारीहरू विरुद्ध हामी चाहिँ अब त्यसको अब कालापानी अब चुचे नक्साहरू जो छ सिमानाको लागि पनि हामी हाम्रो पिपुल फर्स्ट नेपाल चाहिँ अगाडि बढिरहेका छौँ। यो सिमाना जोगाउनलाई पनि हामी लागि परिरहेका छौँ। राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति पनि अग्रगमनसँगै तपाईँहरू लडिरहनु भएको छ। अब यो पिपुल फोर्स नेपालको आगामी कार्यक्रम चाहिँ के छ त? हाम्रो मेन कार्यक्रम भनेको चाहिँ मानव द्वारा मानवमाथि शोषण नहोस्। साँच्चै कि भन्नुपर्दा मानवता बिच चाहिँ विभेद नहोस्, हामी शोषण नहोस्। शोषण अन्त्यको लागि एउटा चाहिँ युवाहरूले चाहिँ शोषणविहीन सट्टाको रक्षा गर्ने जुन रक्षाको लागि चाहिँ हाम्रा 10टा अगाडि उनीहरूलाई चाहिँ हामीले तालिमहरू उनीहरूलाई त्यो हिसाबले चाहिँ उनीहरूलाई परिपूर्ति त्यो बेलाको रक्षकका रूपमा चाहिँ हामीले विकास गरिरहेका छौँ। जस्तो तपाईँ आबद्ध रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले चाहिँ अहिले मुलुकको राजनीतिक निकासका निम्ति चाहिँ राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्छ र त्यो सम्मेलन मार्फत संविधानको पुनर्लेखन गरी त्यस पछाडि राजनीतिक दलीय सरकार बनाएर मात्रै निर्वाचन गरियो भने निकास निस्किन्छ भनेर भनेको सुनिन्छ होइन। यो बारेमा अलिकति बताइदिनुहोस् न। साँच्चै कि अब हामीले जुन यो दलाल पुँजीवादी व्यवस्थाको चुनाव जुन रूपमा चाहिँ अब गाउँ घरदेखि सबै ठाउँमा हेर्ने हो भने चाहिँ जो चाहिँ दलाल पैसा हुनेले चाहिँ झुटो बोलेर झुटो आश्वासन दिएर चाहिँ निर्वाचन जित्ने अनि त्यसपछि उनीहरूका फासिस्ट तानाशाह चाहिँ लागू गरिरहेको अवस्था छ। अब त्यो यो निर्वाचनबाट तपाईँको नेपाली जनताको स्वास्थ्य शिक्षा रोजगारी पनि ग्यारेन्टी लेखे पनि यिनीहरूले कागजमा लेखेर जनतालाई उल्लु बनाइरहेको अवस्था छ। त्यसैले हाम्रो पार्टी गम्भीर भएर चाहिँ साँच्चै कि समानता भएको साँच्चै कि शोषण रहित जुन शोषण वर्गीय मुक्तिको आधार भएको सत्ता निर्माणको लागि यो व्यवस्थाबाट सम्भव नभएको कारणले नयाँ जनवादी व्यवस्थाबाट साँच्चै कि अब हामीले भन्दै आएको चाहिँ क्रान्तिकारी समाजवाद निर्माण जुन चाहिँ कृषि उत्पादनमा अब खाने नेपालमा उत्पादन गर्ने कृषि वैज्ञानिक अब कृषिमा चाहिँ उत्पादन गर्ने उनीहरूको लागि हामीले औद्योगिकहरू खोल्ने त्यहाँबाट चाहिँ उनीहरूका नयाँ कृषि औजारहरू औद्योगिक उद्योगबाट हामी निर्माण गर्ने अनि त्यसपछि नयाँ कृषि तालिमहरू दिने त्यो सबै युवाहरू र हाम्रो पार्टीले अहिलेको सबै क्रान्तिकारी समाजवादको लागि चाहिँ पहिला आधिकारिक कानुन निर्माण गरेर मात्रै सबैजनालाई चाहिँ अनि त्यसपछि मात्र जनवादी व्यवस्था को क्रान्तिबाट समाजवादी क्रान्तिमा जान सकिन्छ भनेर हामीले यो पुँजीवादी दलाल जो चाहिँ फटाहरूको यिनीहरूको लुटको लागि जो जनताले अहिले सिंहदरबारसम्म चलाइसकेको कसैले नपत्याइसकेको युवाले नपत्याएको यो व्यवस्थाबाट अब कुनै पनि निकास सम्भव नभएको पराधीन जो विदेशीको इसारामा मात्र अब हजुर भनेर यो सट्टा चल्ने अवस्था छैन। त्यसैले हामीले अब सबैलाई हित हुने वर्गीय मुक्ति हुने शोषण रहित समाजको लागि नेपाल कम्युनिस्ट पार्टी र हाम्रो पिपुल फर्स्ट सँगै अगाडि बढिरहेका छौँ।
अन्तमा केही भन्न सकि अन्तमा आम नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई म के आग्रह गर्न चाहन्छु भने अबको निर्वाचन जो तपाईँ हाम्रा छोराछोरीहरू युवा युवतीहरू जो चाहिँ विदेशमा गएर लामबद्ध भएर हजारौँ बाहिर जुन गइरहेको छ, हामीले मतदान गर्दाखेरि हाम्रा छोराछोरी रोकिएन। त्यसैले यी हाम्रा छोराछोरीहरूलाई यही देशमा चाहिँ सिप विकास गरेर व्यावसायिक शिक्षा उत्पादन भएको शिक्षा राखेर नयाँ चाहिँ अब शिक्षा पाठ्यपुस्तक्रमहरूमा चाहिँ नयाँ उत्पादनमूलक व्यावसायिक होइन सिपहरू भएको व्यावसायिक शिक्षा निर्माण गरेर यो देशको लागि अब तपाईँहरूले यी चुनावहरू बहिष्कार गरेर चाहिँ साँच्चैकै अब हामीले नयाँ जनवादी क्रान्तिबाट समाजवादी सबैलाई समानता हुने व्यवस्था ल्याउनको लागि सबैले साथ सहयोग गर्नुहुन्छ भन्ने म आशाका साथ म सबैलाई अपिल गर्दछु। धन्यवाद। धन्यवाद।